बानी होइन साहस रोजौँ, डर होइन आशा रोजौँ, विगत होइन भविष्य रोजौँ। नेपाल गरिब देश होइन, नेपाल गलत व्यवस्थापन गरिएको देश हो। सगरमाथादेखि तराईका उर्वर भूमिसम्म फैलिएको हाम्रो देश नेपाल संसारकै सबैभन्दा प्राकृतिक रूपमा धनी देशहरूमध्ये एक हो। विश्वका 14 मध्ये 8वटा अग्ला हिमालहरू हाम्रो देशमा छन्। हाम्रा पहाड, हिमाल र पदमार्गहरूले संसारभरका पर्यटकहरूलाई आकर्षित गर्छन्। हाम्रा नदीहरू जलविद्युत उत्पादनका लागि अपार सम्भावनाले भरिएका छन्। हाम्रा वन जङ्गल बहुमूल्य जडीबुटीले धनी छन्, जसको माग विश्व बजारमा बढ्दो छ। हाम्रो माटो कृषि गर्न तयार छ। हाम्रो युवा ऊर्जाशील छन्। हाम्रो संस्कृति ज्ञान र पहिचानले सम्पन्न छ। तर पनि यति धेरै सम्भावना हुँदाहुँदै पनि आज धेरै नेपालीहरू बाँच्नकै लागि परदेशिन बाध्य छन्। दशकौँदेखि उही अनुहारहरू, उही शक्ति केन्द्रहरू र उही सोचले हाम्रो भविष्यलाई नियन्त्रण गर्दै आएका छन्। चुनाव आए गए, प्रतिबद्धता गरिए तर बिर्सिए, आशा बारम्बार टाढिँदै गयो। नेपाल असफल भएको होइन, नेतृत्व असफल भएको हो। स्रोतको कमीले होइन, जवाफदेहिता, दूरदृष्टि र साहसको कमीले। अब फेरि एकपटक चुनावले हामीलाई बोलाइरहेको छ, मतदान गर्न मात्र होइन, जाग्नु। यो क्षण कुनै पार्टीको झन्डाको बारेमा होइन, यो विगतको प्रभाव तोडेर नयाँ नेतृत्वलाई अवसर दिने बारेमा हो। प्रणालीलाई निको पार्ने अवसर, इमान्दारिताका साथ शासन गर्ने अवसर, व्यक्तिगत स्वार्थभन्दा देशलाई माथि राख्ने अवसर। परिवर्तन एकै रातमा हुँदैन, तर सुरु गर्ने साहस नभएसम्म परिवर्तन कहिल्यै हुँदैन। यदि हामी साँच्चै नेपाललाई माया गर्छौँ भने, यदि हाम्रा सन्तान यही देशमा पढुन्, काम गरून् र सपना देखुन् भन्ने चाहन्छौँ भने यो हाम्रो जिम्मेवारी हो। बानी होइन साहस रोजौँ, डर होइन आशा रोजौँ, विगत होइन भविष्य रोजौँ। नेपाललाई शासन गर्ने होइन, सेवा गर्ने नेता चाहिन्छ। नेपाललाई बहाना होइन, प्रगति चाहिन्छ। नेपाललाई यो मौका चाहिन्छ र यो मौका हामीबाट सुरु हुन्छ।